प्रतिनिधि सभाको होम के अरे पार्लिमेन्ट सभा चाहिँ संयुक्त राष्ट्र सङ्घको सभाभन्दा कम छैन. I have been there already in New York City. So our hall is the same like in New York. संयुक्त राष्ट्र सङ्घको बिल्डिङ जस्तै युनाइटेड नेसनको बिल्डिङ जस्तै छ. So nothing is impossible. यो डेलिगेसन युनिट हो नयाँ डिजाइनको हो नि त. अहिले सबै इलेक्ट्रोनिक भोटिङ सबै यतैबाट हुन्छ कि सबै अब त्यहाँ उसमा लाइन बस्न पर्दैन. सबै इलेक्ट्रोनिक भोटिङ हुन्छ तपाईँको अटो सिस्टम प्रोग्रामेबल हुन्छ. दर्शकबिन दृश्यमा देखिरहनु भएको छ पूर्व उपसभामुख इन्दिरा राणा. अहिलेको सांसद इन्दिरा राणाले नयाँ सभा हलको स्थलगत निरीक्षण गर्नुभएको छ. साउन्ड सिस्टम भिडियो सिस्टम युट्युब स्ट्रिमिङ यो डेलिगेसन युनिट हो नयाँ डिजाइनको हो नि त. अहिले सबै इलेक्ट्रोनिक भोटिङ सबै यतैबाट हुन्छ कि सबै अब त्यहाँ उसमा लाइन बस्न पर्दैन. सबै इलेक्ट्रोनिक भोटिङ हुन्छ तपाईँको अटो सिस्टम प्रोग्रामेबल हुन्छ कुनै म्यानुअल हाम्रो संयुक्त राष्ट्र सङ्घको भन्दा हल भन्दा कम छ त. राउला ए यो भनेको बहुमतले पारित गर्दाखेरि अब ताली बजाउनु परेन. यहाँबाट भोटिङ गर्ने तपाईँको रिजल्ट यहाँ डिस्प्लेमा देखिन्छ एकदम सबै अटोमेटिक. ए ल सरले एउटा उता माथिबाट एउटा व्हाइट सर्ट दिनुहोस् न यो अहिले दिनुहोस् न कस्तो लाग्यो? के अरे पहिल्यै डिजाइन गरेको यो डिजाइन चाहिँ अहिले आएर कम्प्लेन गर्ने होइन. पहिला डिजाइन गर्दा पास गर्दाखेरि बस्नु पर्यो होइन. अब अहिले कम्प्लेन गरेर ऊ छैन. यो अहिले 5 वर्ष ग्यारेन्टी दिएको छ अरे होइन. ठिक छ. अनि अब तर अलिकति तर यहाँ काम गर्नुभन्दा पनि निदाउन आउला कि मान्यजीहरू जस्तो लाग्यो. म यहाँ एकछिन बसेको झट्ट निदाइहालेको क्या. कम्फोर्ट छ नि त. हेर्दा त्यहाँ यो लेख्ने चाहिँ अलिकति टाढा भयो क्या डिस्टेन्स भयो यो लेख्ने चाहिँ. हजुर ए ए ए यहाँ यसमा लेख्ने ए यहाँ राखेर लेख्दा चाहिँ ठिकै छ. यहाँ चाहिँ तपाईँको यहाँनिरबाट अलिकति होइन यसो गर्दा त हुन्छ. यो खासमा चाहिँ हजुरको चाहिँ यहाँ बसिराख्दाखेरि पनि मुभमेन्ट गर्न सजिलो होस् भनेको डिजाइन के मुभमेन्ट पनि सजिलो होइन. कसैले कसैलाई टच नगर्ने नि. यहाँ त टच गर्यो भने पनि ए भाइ यता हेर्नु न भन्दाखेरि पनि एग्रेसिभ भयो भन्छ. अब टचै नगर्ने. म त कसैलाई छुँदा पनि छुँदिनँ. अब यो हजुरले भनेकै कुरालाई यो एड्रेस यो एड्रेस गरेको नो वान क्यान टच नो वान हैव अ राइट टु टच माई बडी भनेर म्यामले एकचोटि हजुरको त्यो त्यहाँ एकचोटि ड्यासमा गएर एकचोटि के कर्तव्य व्यक्त गर्नु हो